आजको डेटमा सोशल मिडिया प्लेटफर्मले धेरै मान्छेको चाहिँ जिन्दगीलाई चाहिँ चेन्ज गरिदिएको छ। धेरै मान्छेलाई कसैले नचिनेको मान्छेलाई धेरै हजारौं लाखौं करोडौं मान्छेले चिन्ने बनाइसक्यो भन्दाखेरि मान्छेले आफ्नो चाहिँ जिन्दगीको जीवनशैली नै चेन्ज गरिसक्यो। मतलब एउटा एकदमै ब्युटिफुल र एकदम रोमाञ्चक एउटा प्लेटफर्म सोशल मिडिया प्लेटफर्मले दिइरहेको छ, जसमा चाहिँ हामीले आफ्नो आपलाई यदि ट्यालेन्ट छ या फिर तपाईँ केही बढ्नु चाहनुहुन्छ है, इमानदारी र हार्डवर्किङ छ भन्दाखेरि चाहिँ तपाईँले यहाँनिर चाहिँ आफ्नो आपले चाहिँ प्रुभ गर्न सक्नुहुन्छ। चाहे त्यो सोशल मिडिया फेसबुक होस्, चाहे इन्स्टाग्राम होस्, चाहे युट्युब होस्, कुनै पनि प्लेटफर्ममा यदि तपाईँ चाहनुहुन्छ केही गर्नुको लागि भन्दाखेरि यहाँनिर चाहिँ गर्न सकिन्छ है। धेरै मान्छे इक्जाम्पल छ, तपाईँले सोशल मिडियामा फेसबुक लिनुहोस् या चुनेको कुनै सोशल मिडिया प्लेटफर्म लिनु। र मैले पनि इभन सोशल मिडियामा फेसबुकमा अच्छा खासा नै गरिरहेको छु है, राम्रो नै अब फलोइङ भइरहेको छ, राम्रो नै एउटा इन्कम पनि गरिरहेको छु। र यो भिडियो चाहिँ मैले किन बनाएको भन्दाखेरि मेरो त्यो साथीहरूको लागि बनाएको, जो साथीहरूले सोशल मिडियामा आएर भन्छ कि मेरो त भ्युज नै हुँदैन है, म त यहाँ कमाउन सकेको छुइनँ भनेर कतिजना साथीहरूले भन्छ। र त्यो साथीहरूलाई चाहिँ म के भन्नु चाहन्छु भन्दाखेरि, साथीहरू जुन चाहिँ तपाईँलाई कामयाबी तपाईँलाई रातोरात आउँछ नि, त्यस्तो खालको कामयाबी चाहिँ रातोरात उडेर पनि जान्छ। जुन चाहिँ सक्सेस तपाईँले सडनली कुनै पनि कुरा पाउनुहुन्छ नि, त्यो सडनली पाएको कामयाबी चाहिँ मलाई लाग्छ त्यो चाहिँ सडनली नै उडेर जान्छ। त म चाहन्छु त्यस्तो खालको कामयाबी पाउनुभन्दा राम्रो चाहिँ तपाईँले त्यो कामयाबी पाउनु जसमा बरु टाइम लागोस् है, हार्डवर्क लागोस्, तर त्यो चाहिँ तपाईँको अलिक लामो समयसम्म जाओस् न। बुझ्नुभयो? म मेरो सानो इक्जाम्पल दिँदैछु है। यदि तपाईँले मेरो फेसबुकमा यदि मलाई हेर्नुहुँदैछ भन्दाखेरि म यहाँ स्क्रिनसट लगाइदिन्छु, रदीप राई नामको मेरो प्रोफाइल छ, तपाईँले फलो गर्नु। यदि तपाईँले यो मेरो भिडियो चाहिँ युट्युबमा हेर्नुहुँदैछ भन्दाखेरि रदीप राई दार्जिलिङ है, म यहाँनिर स्क्रिनसट लगाइदिन्छु, त्यहाँ तपाईँले मलाई सब्सक्राइब गरिराख्नुहोस्, तपाईँले कतिवटा अपडेटहरू पाउनुहुन्छ। फेसबुकमा मैले जर्नी स्टार्ट हुँदा पहिला नै मैले गरेको थिएँ साथीहरू है, पहिला नै मैले गरेको थिएँ नर्मल मोडमा। त अब हामीले फेसबुक त हेर्छौँ नै, अन्त यदि हामीले अरूको भिडियो हेर्नु, अरूको भिडियो लाइक गर्नुको साथसाथ यदि आफ्नो पनि भिडियो बनायो भने त हामीले केही कुछ गर्नु सकिँदो रहेछ नि त। र अहिले मैले भन्दाखेरि लगभग जुन महिनादेखि मैले स्टार्ट गरेको है, जुन 2025, र अहिले तपाईँको नोभेम्बर, जुनदेखि जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर है, कति 5 महिना 6 महिना भयो। र अहिले हेर्नुहुन्छ भन्दाखेरि मेरो 5 महिना 6 महिना पहिला चाहिँ एउटा जर्नी स्टार्ट गरेको सोशल मिडियामा प्रोफेसनल मोडमा, अहिले मेरो तपाईँको 57,000 को एउटा परिवार छ र एउटा राम्रो इन्कम पनि गरिरहेको छु। र कति इन्कम गर्नुहुँदैछ तपाईँ भन्नुहुन्छ भन्दाखेरि चाहिँ यसको बारेमा चाहिँ एउटा म भिडियो चाहिँ नेक्स्ट टाइम बनाइदिन्छु, तपाईँले हेर्न सक्नुहुन्छ। जस्तै कि तपाईँले रानु मण्डलले हेर्नुभयो नि, रातोरात भाइरल भयो र अहिले कहाँ थियो कहाँ छ त्यो तपाईँलाई थाहा छ है। कसैलाई मैले क्रिटिसाइज गर्नु खोजेको होइन, जस्ट तपाईँलाई म इक्जाम्पल बताउँछु। रानु मण्डल हेर्नु त रातोरात कहाँ पुग्यो, कुन सेलिब्रिटीहरूसँग फोटो खिचेर अहिले कहाँ छ? के तपाईँ त्यस्तो कामयाबी तपाईँलाई चाहिएको? काचा बादामको एउटा थियो नि, काचा बादाम भन्ने, ऊ कहाँ थियो कहाँ भयो र अहिले कहाँ छ है। अझै एउटा इक्जाम्पल दिन्छु, एउटा थियो नि तपाईँको हे हरिराम जगन्नाथ मेरा लुङ्गी खुल गया भन्ने, ऊ कहाँ थियो कहाँ छ र कहाँ भयो भन्नुको मतलब चाहिँ अन्तिममा यति नै हो साथीहरू है। तपाईँ सोशल मिडियाको प्लेटफर्ममा यदि आउनुहुँदैछ है, कुनै पनि सोशल मिडिया प्लेटफर्म होस्, फेसबुक, इन्स्टा, युट्युब, अलिकति कन्सिस्टेन्सी राख्नुहोस् है, कन्सिस्टेन्सी राख्नु, इमानदारी राख्नु, अलिकति हार्डवर्क त छ नै हो। र अर्को कुरा जुन चाहिँ हामीले सक्सेसको कुरा गर्छौँ नि, सक्सेस चाहिँ कुनै एउटा डेस्टिनी या मुकाम होइन क्या, जहाँनिर पुगेर चाहिँ तपाईँ चुपा लगाएर चेयरमा यसो राखेर बस्नुहोस् र यहाँनिर बसेर हेर्नुहोस् र पैसा गर्नुहोस्, यस्तो कहिले पनि हुँदैन। तपाईँको जुन चाहिँ आफ्नो काम छ त्यो कामलाई चाहिँ हामीले कन्टिन्युली राख्नुपर्छ। ढिलो छिटो हुन्छ नि साथीहरू कुनै कुरामा, तर कन्सिस्टेन्सी चाहिँ हामीले राखिराख्नुपर्छ। त्यो प्रकारको कामयाबी यदि पाएँ भन्दाखेरि त्यो चाहिँ लङ टर्म हुन्छ। म आफै एउटा सानो इक्जाम्पल हो क्या साथीहरू है। र आई होप यो भिडियो तपाईँहरूलाई चाहिँ धेरै जानकारीमूलक हुन्छ। मन परेको यो भिडियोलाई सोशल मिडिया फेसबुकमा हेर्नुहुँदैछ भन्दाखेरि मलाई फलो गरिराख्नुहोस् है, ज्ञानमूलक भिडियो पाउनुको लागि। र युट्युबमा हेर्नुहुँदैछ भन्दाखेरि रदीप राई दार्जिलिङ मेरो च्यानललाई सब्सक्राइब गरिराख्नुहोस्। भेटौँला कुनै नयाँ यस्तै प्रकारको जानकारीमूलक भिडियोमा। तबसम्म तपाईँले आफ्नो धेरै ख्याल राख्नुहोस् होला है। जय हिन्द।